हेलो गाइज, वेलकम बैक टू माई यूट्यूब च्यानल। आजको भिडियोको टपिक हो डट बाइकको बारेमा। प्रब्लम चाहिँ हामीले गियर चेन्जिङ गर्दाखेरि अड्किने, न्युट्रल नआउने, अनि एक गियर चाहिँ राम्रोसँग लाग्ने, एक गियरबाट हामी गियर माथि तान्दाखेरि गियर नलाग्ने, पुरा हार्ड हुने, अड्किने, त्यस्तो खालको कन्डिसन भयो भने डट बाइकमा चाहिँ यसको पनि सोलुसन छ। यसको लागि पुरै इन्जिन खोल्नु पर्दैन, त्यस्तो केही ठुलो प्रब्लम पनि होइन। यसमा गियर साफ्टको स्प्रिङ हुन्छ, त्यो गियर साफ्टको स्प्रिङमा प्रब्लम आएपछि यस्तो खालको प्रब्लम आउँछ, गियर चेन्जिङ नहुने, अड्किने, स्मुथ नहुने। र आजको भिडियोमा तपाईलाई पुरै प्रब्लम देखाएर यसको सोलुसन पनि भिडियोमा देखाउने छु। क्रसफायरको जुनै पनि सिरिजमा यस्तो खालको प्रब्लम आउन सक्छ। आरएम भयो, अरू पनि मोडलको बाइकमा यस्तो खालको प्रब्लम आयो भने यो भिडियो मार्फत तपाईले प्रब्लम सल्भ गर्न सक्नुहुन्छ। र भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। तपाईको कुनै पनि बाइक छ, प्रब्लम आइरहेको छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ, माथि दिएको नम्बरमा व्हाट्सएप गर्न सक्नुहुन्छ। र यहाँ मेरो लोकेसनबाट टाढा हुनुहुन्छ भने पनि गाडी पठाइदिन सक्नुहुन्छ। यहाँ हामी रिपेयर गरेर राम्रोसँग तपाईलाई फेरि त्यही लोकेसनमा पठाइदिन्छौँ। हाम्रो यही बाइकमा चाहिँ गियर चेन्जिङ प्रब्लम भइरहेको छ। यसमा मैले क्लच बक्स खोलिसकेको छु। तपाईलाई यसमा म सिधै प्रब्लम देखाउँछु र यसको सोलुसन देखाउँछु के गर्नुपर्छ। फुल इन्जिन खोल्नु पर्दैन, क्लच बक्स खोल्नु होला। क्लच बक्स खोलिसकेपछि यहाँ गियर साफ्ट हेर्न सक्नुहुन्छ। यो गियर साफ्ट हामीले बाहिर निकाल्नुपर्छ। यो मैले यसमा नयाँ साफ्ट हालिसकेको छु, पुरानो निकाल्न सक्नुहुन्छ। त्यहाँ स्प्रिङ हेर्नुभयो, दुईटा त्यो रडमा टाँसेको छ भने पुरानो गियर साफ्टको स्प्रिङ यहाँ हेर्न सक्नुहुन्छ। धेरै फा भएको छ। यही स्प्रिङको प्रब्लम हो खासमा। यो स्प्रिङ मात्रै पायो भने, यही मात्र हालेर पनि प्रब्लम सल्भ हुन्छ। र स्प्रिङ मात्रै पाएन भने, अभाइलेबल भएन भने गियर साफ्ट नै नयाँ हाल्नुपर्छ। यहाँ हेर्न सक्नुहुन्छ। यसको ग्याप र भित्रको स्प्रिङको नयाँको ग्याप कति छ। यसमा पुरै ग्याप छ भने भित्र दुईटा पोइन्ट देख्न सक्नुहुन्छ, टाँसेको छ रडमा। हो त्यसरी टाइट हुनुपर्छ। यो पुरानो गियर साफ्ट हो। तपाईहरु पनि यसरी नयाँ हालेर प्रब्लम सल्भ